गुड मर्निङ गाइज। आज चाहिँ हामी एकदमै टाढा जाँदैछौँ घुम्न। अनि हामी चाहिँ राति 4 बजे उठेर जाने भनेको उठ्न नसकेर अहिले चाहिँ बिहानको 5:47 गइसकेको छ। सो वेलकम टु दामी ब्लग्स। अब चाहिँ हामी यो गाडी लगेर गोर्खासम्म जानेछौँ है त। आज चाहिँ एकदमै लङ टुर जाँदैछौँ। मलाई छैन। यो चाहिँ हाम्रो गाडी 100% चार्ज छ होइन। अनि 2365 किलोमिटर कुदेको देखाएको छ। अब गोर्खा पुगेर फर्किँदासम्म कति किलोमिटर कुद्दो रहेछ है, यसको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला गाइज। अब चाहिँ निक्लिँदैछौँ हामी। आमा र बुवालाई पर्खिरहेको। आमा र बुवा आउँदै हुनुहुन्छ। दिवाङ्सी कता हो, तपाईँ कता हो? दिदी खै? दिदी त हराउनु भयो त। अहिले चाहिँ हामी मलेखु आइपुग्न लागेका छौँ। अहिले चाहिँ बिहानको 8 पनि बज्यो। लगभग 2 घन्टामा चाहिँ हामी काभ्रेस्थलीबाट मलेखु आइपुग्न सकिँदो रहेछ। बिहान खाली खाली बाटो भएको भएर। मुक्लिनको पुलनिर आइपुग्यौँ हामी ठ्याक्कै लगाएर। अनि ब्याट्री चाहिँ 57%मा झऱ्यो। अब खैरेनीमा गएर चाहिँ हामी ब्याट्री चार्ज गर्छौँ। हामी चाहिँ पुरानो पुलबाट प्रवेश गऱ्यौँ। हेलो गाइजहरू, नमस्ते। तनहुँ जिल्लाबाट अहिले चाहिँ हामी आबु खैरेनी 3मा छौँ र हाम्रो गाडी चाहिँ यहाँनिर चार्ज गरिरहेको छ। अनि मौसम चाहिँ एकदमै चिसो छ, जाडो रहेछ है। यस्तो हुस्सी लागिरहेको छ नि। उता माथि जङ्गल कति राम्रो हो। यस्तो मजा आएको छ। सुन्तला बजार। यस्तो राम्रो देख्ने है, सुन्तलै सुन्तला। दुईपट्टि होइन, कस्तो राम्रो देख्ने कि पुरै पहेँलो। पुस आज कति 23 गते होइन। अनि पुरै सुन्तलाको सिजन चलिरहेको छ। फाइनली गाइज हामी चाहिँ गोर्खा दरबार आइसकेका छौँ र अब माथि जाँदैछौँ। गोर्खा दरबार चाहिँ यति राम्रो ठाउँमा होइन, यस्तो हाइटमा अवस्थित रहेछ। सो हामी चाहिँ यहाँ भर्याङ स्टेयर्सहरू चढेर माथि जाँदैछौँ। अनि यहाँबाट चाहिँ चारैतिर यति राम्रो भ्यू देखिने रहेछ गाइज है। अनि हिमालहरू त आँखाकै अगाडि देखिने, यस्तो मजाको। अनि गोर्खा कालिका मन्दिर अथवा गोर्खाकाली मन्दिर अनि गोर्खा दरबार चाहिँ यहाँ माथि सँगै पर्दो रहेछ। सो एकदमै मजा आइरहेको छ हामीलाई चाहिँ यहाँ माथि हाइटमा आएर चारैतिरको दृश्य अवलोकन गर्न पाउँदा। म हिमालको दृश्यहरू अलि एकछिनपछि क्याप्चर गरेर देखाउनेछु तपाईँहरूलाई। सो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। यहाँ तलको यस्तो राम्रो रमणीय भ्यू त तपाईँहरूले देखिहाल्नुभयो। अब म उतापट्टि चाहिँ पुरै हिमालै हिमाल देख्न सकिन्छ, त्योपट्टिको भ्यू क्याप्चर गर्नेछु। एकदम ल आउनुहोस्, बुइ गर्ने आमै। मेरो यहाँ फेसमै लाग्यो बबल त। हेलो गाइज, वान्स अगेन वेलकम टु दामी ब्लग्स। अहिले चाहिँ म दामी ठाउँमा आएको छु। सो तपाईँहरूलाई नि म एकदमै दामीवाला भ्यू देखाउने छु चारैतिरको। सो मेरो अगाडि चाहिँ यस्तो दामी खालको दृश्य छ, हेर्नुहोस् त गाइज। वाउ, मलाई विश्वासै लागिरहेको छैन कि म यस्तो ठाउँमा आइपुगेँ आज। एकदमै रमाइलो भयो। यति बवाल देखिरहेको छ नि, रियल आँखाले चाहिँ यहाँ हेर्दा यस्तो दामी देखिरहेको छ यो हिमालहरू होइन। तर यहाँ भिडियोमा चाहिँ त्यति क्लियर नआउने रहेछ। यो अति नै हाइटमा रहेको यो सुन्दर गोर्खा दरबार अनि गोर्खा कालिका मन्दिरलाई चाहिँ अब हामीले बिदाई गर्नुपर्ने हुन्छ। अब हामी चाहिँ यहाँबाट फर्किन लागेको। तर मलाई यो ठाउँ छोडेर जानै मन लागिरहेको छैन। कस्तो राम्रो ठाउँ, फेरि आउन पाओस्। अहिले चाहिँ हामी गोर्खा दरबार म्युजियममा आइपुग्यौँ र गोर्खा दरबार म्युजियमलाई चाहिँ गोर्खाको तल्लो दरबार पनि भनेर चिनिने रहेछ। यो ठाउँ पनि कति राम्रो। हाम्रो राजा पृथ्वीनारायण शाहको ठाउँ चाहिँ साह्रै राम्रो रहेछ।
अहिले चाहिँ हामी गोर्खा दरबार म्युजियमभित्र छौँ फाइनली। अब चाहिँ यहाँ घुमिसकेपछि चाहिँ हामी घरतिर फर्किनेछौँ। दिदी यहाँनिर, बहिनी कता तल, आमा र बुवा चाहिँ भित्र गइसक्नु भएको छ अघि नै। ल आउनुहोस्, अब चाहिँ हामी म्युजियम प्रवेश गर्दैछौँ। यहाँनिरबाट चाहिँ प्रवेशद्वार। अब भित्र सबैतिर चाहिँ भिडियो फोटो खिच्न मिल्दैन होला, यहाँबाट चाहिँ हामी म्युजियम प्रवेश गर्दैछौँ। हाम्रो पृथ्वीनारायण शाहको दरबार। म्युजियमभित्र जाँदैछु। भित्र त्यहाँनिर डोली रहेछ है गाइज, बेहुला बेहुली बोक्ने डोली। यहाँ चाहिँ राजालाई बोक्थ्यो होला सायद, त्यो यहाँ म्युजियममा राखेको हिसाबले चाहिँ। यहाँनिर चाहिँ विभिन्न कला संस्कृति झल्कने वेशभूषाहरू राखिएको रहेछ। हामी चाहिँ यतापट्टि आए बाटो आएँ, तपाईँहरू उताबाट आउनुभएको जस्तो छ होइन? ए अब तल जानु लाग्नुभएको? ए हस्, हामी चाहिँ यताबाट। ल हेर्नुहोस् गाइज, हामी पनि भाग्यले साथ दिएर आज पृथ्वीनारायण शाहको दरबारमा घुमिरहेका छौँ, दरबारभित्र फ्यामिली सहित। हामी कहाँ छौँ दिवान्सी? यता हेर्नुहोस् त, गोर्खाको दरबारमा छौँ अहिले हामी। दरबार सङ्ग्रहालयभित्र यहाँबाट चाहिँ त्यसरी दरबार देख्न सकिन्छ। अहिले चाहिँ हामी गोर्खा दरबार म्युजियम पनि घुमिसक्यौँ, गोर्खाको गोरखकाली मन्दिर पनि घुमिसक्यौँ। अब हामी चाहिँ केही छिनपछि अब काठमाडौँतिर फर्किनेछौँ। दिदी र बहिनी चाहिँ अगाडि कुदिरहेछ। अब हामी मात्र खिच्ने है भिडियो। ए एकदमै रमाइलो रहेछ। माथि हिमाल नि मजाले देख्ने, अनि यहाँ म्युजियम पनि कति राम्रो है, आज त धेरै नै राम्रो रहेछ। मौसम सफा नभए मात्र कति उज्यालो देख्थ्यो, अनि कत्रो अरिङ्गालको गोला नि। आमामा कत्रो अरिङ्गालको गोला त्यहाँनिर। अहिले पछि लाउँदा हुन्छ नि, म भेटाइहाल्छु तपाईँलाई। अल राइट, अब चाहिँ सबै घुमिसक्यो हामी। दरबार पनि घुम्यो, मन्दिर पनि घुम्यो होइन। अब चाहिँ हामी काठमाडौँ फर्किन लाग्यो। सो अब गोर्खा दरबार घुमघामको योपालिको भिडियो चाहिँ यतैतिर टुङ्ग्याउन चाहन्छु। फेरि मौका मिल्यो भने अर्कोचोटि आएर खिचौँला र अर्को भिडियोमा भेटौँला भन्दै आजको भने यो भिडियोबाट बिदा हुन चाहन्छु। बाई बाई, टेक केयर।